हाई भन्नु त अब यहाँ भ्लगमा हेलो गएर सब्सक्राइब पनि गर्नु र गएर सब्सक्राइब गरिदिनु मेरो भाइलाई कचला खास त हो के कसैले त जाने छैन नि त अहिले काँचे मासु खाँदैछ यता हेर्नु त कस्तो छ टेस्ट ठिकै छ ठिकै छ ओ कसले गान्डा बास्ना आएछ है मम्मी त्यो रेसिपी कसरी बनाएको भनिदिनु त यहाँ यो रेसिपी लाइसेन्स होल्डर तपाईँ हो नि मासु बन्दा प्याज मसला तर गान्डे चाहिँ हाम्रो उसबाट सरी युलेस चाहिँ अब सकेन नि सो हेलो व्हाट इज गाइज वेलकम ब्याक टु माई भिडियो दिस इज डे कति हो थाहा भएन धेरै भए भिडियो नगरेको सो आज भिडियो गर्दैछु यहाँ हेर्न सक्नुहुन्छ मम्मी चाहिँ कपडा धुनलाई पुरै रेडी हुनुहुन्छ होइन यस्तो छ कपडा पुरै झरेर नि केही छैन गाह्रो भयो होइन अनुहार पनि पुरै बिग्रियो सो त्यही हो आज म के गर्न जाँदैछु भनेर तपाईँले थम्बनेल हेरेर पहिल्यै थाहा पाउनुभयो होला सो आज हामी हाम्रो 3जना भाइमध्येमा बिचमा च्यालेन्ज गर्न जाँदैछौँ करेन्ट अब उनीहरूले कुन चाउँछौँ भन्छ त्यो अनुसार चाहिँ च्यालेन्ज गर्नेछौँ सो हाम्रो भिडियोमै अन्तिमसम्म हेर्नु होला फर्स्ट चाहिँ म मम्मी हुनुहुन्छ मम्मीसँग हल्का कपडा धुन हेल्प गर्छु देन त्योपछि चाहिँ हामी लगातार च्यालेन्जमा जानेछौँ पहिला मेरो 3टा भाइहरूलाई देखाइदिन्छु पर्खिनु यहाँ छ भाइहरू चाहिँ ए भाइहरू सन्देश खोइ ए यही हो ए 3जना यही रहेछ ल यता एलो हुनु ल एउटा यो हो होइन एउटा यो हो के गरे भाइ त्यस्तो ठाडा गर एउटा चाहिँ भित्र चाहिँ लगाएर यो एक किताब छ तर सबै किताबै किताब यो के हो मम्मी यो ए यो पनि लिन्छ होइन जोख्नु त कति आउँछ गरौँ छ मिनिममै 6 केजी त होला हो 5-6 किलो 5 केजी त हल्का हुन्छ 5-6 केजी त्यस्तै 6 केजी हुन्छ जोख्नु न जोख्नु छैन जोख्ने छैन त्यस्तै हामी हतुमा सबै लिन्छ हतले जोख्छ कता हो घर इन्डियाबाट हो यहाँ कता बस्नुहुन्छ यहीँ बस्छ तल ए 30 रुपियाँ दिनुहोस् मलाई अब खुद्रा कहाँबाट ल्याउनु मैले ल्याउनुहोस् न दिँदैन खुद्रा नमस्कार अङ्कल अब मिलाइदिउँ न हौ अब छैन खुद्रा हमारे पास हमारे पास त कहाँ छ त नि यसलाई त्यो दिँदैन यताको सबजना चुतियाहरू हो चिङहरू दिँदैन के छैन भन्दैछ खुद्रा मम्मी भित्र कहाँ मसँग फेरि छैन क्युआर चल्छ छैन क्युआर म 30 रुपियाँ हालिदिन्छु क्युआर छैन हेर्नुहोस् न आमाको भन्नुहोस् 5 रुपियाँ चारको 5 रुपियाँ छैन लिनुहोस् दिन्छु 15 रुपियाँ 5 रुपियाँ राख मुजु राख 100 रुपियाँ दिनको त्यसले उता उसले दिनु पऱ्यो अरे के भनेपछि साथी 70 रुपियाँ 70 रुपियाँ लेट त रान्ड आउँदैन पछाडि राख्यो हुन्छ नि ल आजको खर्च अरे ए 50 रुपियाँ अहिले भेट्नुपर्छ कपडा सबै भेट्नु त्यसपछि दाइ हाई भन्नु त अब यहाँ भ्लगमा हेलो गएर सब्सक्राइब पनि गर्नु र गएर सब्सक्राइब गरिदिनु मेरो भाइलाई अनि मेरो भ्लग च्यानल छ नि हल्का यसो गरिदिउँ भने आज राम्रो भ्लग बनेको होइन मैले भ्लग त दामी बनाउँछु थिएँ कन्टेन्ट निकालिसकेको थिएँ अब डबल कन्टेन्ट भयो ल जाउँ होइन कस्ट्युम बोक्नु भयो ए हामी चाहिँ लागेको लगाएर त थाहा होइन
डिस्काउन्ट दिन्छ होला नि ए चिनेको होइन हामीले ड्रिम प्यालेसमा लगाएको ड्रिमल्यान्डमा आइसक्यौँ हामी अहिले पुरा सरसफाइ हुँदैछ बच्चे लोग हाम्रो घर यहाँ मोमो बन्दैछ होइन मम्मीले मोमो मस्त बनाउँदै हुन्छ यत्रो बाटाभरि अनि यहाँ दाइ हुनुहुन्छ यता हेर्नु न यहाँ हेर्नु नि यहाँ यता भरे फेमस हुन्छ किन डान्स त भाइरल जस्तो आइरहेको अनि हाम्रो यहाँ दाइ हुनुहुन्छ रमाइलो छ बेचत गर्ने भयो अहिले यार ठ्याट के भन्नु मेरो नामै यार हावा हावा भन्दै यार बेचत नगर्ने लाजरोस दाइ चाख्दा मासु चाख्नु न त्यो के हुँदैन मिठो हुन्छ नि त्यो त्यो कचेला जस्तो हो क्या ल कसैले त झाने आएन नि त हो अहिले काँचे मासु खाँदैछ यता हेर्नु त कस्तो छ टेस्ट ठिकै छ ठिकै छ ओ कसले गान्डा मसला लान्छ लाहा काँचे त टक्कै लाहा मसला त मसला नुन पनि लाहा है लाहा नुन घरले उस्तो यस्तो छ जिउ चाहिँ कडा भएर मोटाएर है पहिला यस्तो यस्तो हड्डी देखिन्थ्यो होइन हड्डी छैन अहिले हात चाहिँ लाग्नु बाँकी छ होइन होइन यसो नि घर न घर चाहिँ अलि यस्तो छ गाह्रो छ गाइस नहेर्नु न मेरो घर कास्न आएछ है मम्मी त्यो रेसिपी कसरी बनाएको भनिदिनु त यहाँ सोल्टी यो रेसिपी लाइसेन्स होल्डर तपाईँ भने मासु बन्दा प्याज मसला तर आइसकेको छ हाम्रै गाउँ टोलमा अस्ट्रेलियामा गाइस हामी स्टार्ट गर्छौँ सन्देश भाइ छिटो कसले सघाउँछ है कसले पाउँछ 1000 रुपियाँ रफ्तार त सबको स्लो छ त के हो यार धेरै स्लो भयो नि त हामीले फास्ला मित्र चाहिँ हामी त यता केटाहरूले खाना काँच्दो खान्छ कि अलि यहाँ कम्पिटिसन हुन्छ 1000 रुपियाँ अगाडि राखिदिनु पर्छ जस्तो छ है खै 1000 रुपियाँ ल अब चाहिँ जोस बढ्छ किन ल क्यामेरामा होइन ल सन्देश भाइ छिटो 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 ल सन्देश भाइले है 5 रुपियाँ ल्याउँछ 5 रुपियाँ ल्याउनु ल है कसको सक्यो है आशिषको सकिन आँटेछ है ल आशिष विनर विनर ल ल ल
पिरो भाउ केटाहरूले 10 वटा करेन्ट ल सन्देश ओ ल सन्देश है ए सन्देशले भ्याउन आँटेछ ल ए 1000 रुपियाँ गाइस ए के जितै केटा हो खै 1000 रुपियाँ पाउँदैन भने ल सन्देश ओ ए हाने है फटाफट त्यो प्लेट पुरै खाली गर्नुपर्छ है गाउँमा ल हातले दिएको चाहिँ आशिषले भ्याएको छ हात उठाउनु पऱ्यो है उनीहरूले हात उठाउनु पऱ्यो मुखको पनि सकाउनुपर्छ मुखको सकाएर खै हात उठाएको सो गाइज यहाँनिर हाम्रो 3 जनामा विनर चाहिँ होइन विनर डिसाइड गर्नु पर्दा एन्डिङमा आएर यसो गर्नुपर्छ सन्देश भाइको हल्का धेरै रहेछ त्यहाँ यो प्लेटलाई चाहिँ गर्छु प्लेट चाहिँ गर्दा चाहिँ अब मैले प्लेट क्लिन हुनुपर्छ भनेको यसको प्लेट अलिक धेरै छ काँचा कुचुस धेरै छ खाएन हात युज गर्नु सकेन अनि यहाँ आशिषको हेर्दा त्यसको कम्पेरिजनमा थोरै छ भनेर त यो गेमको विनर चाहिँ आशिष गान्डे चाहिँ हाम्रो उसबाट सरी युलेस चाहिँ अब सकेन नि सो हाम्रो भिडियोलाई यही खतम गर्दै आजको विनरलाई 1000 रुपियाँ दिँदै हजुर चाहिँ गोजीबाट निक्लिनु मान्दैन गरुङ्गो भएर क्या हो अलिक गरुङ्गो भएछ बोक्न सक्छौ सक्छु हात्ती बोक्न जाँदैछ सो के गर्नु गाइस अब म विनरलाई 1000 रुपियाँ धन्यवाद खै ताली बजाएको अब के गर्नु ताली बज्नुलाई सो मेरो गाइस यस्तै भिडियो हात हेर्न ready छ चाहनुहुन्छ भने हैन के भन्न चाहन्छौ यस्तो भिडियो हेर्न चाहन्छौ भने अझै चाँडो भन्दा चाँडो हाम्रो भिडियो सब्स्क्राइब गरिदिनुस् अनि डेली हेरिराख्नुस् यो डेली like त आउन गरिदिनु। सक्दैन सब्स्क्राइब ट्राई गर्नु गर्छु हामी डेली त्यो गर्नु ल गाइस धेरै बोले छ यति नै हो हाम्रो यस्तो भिडियो चाहिन्छ भने अझै सेयर गर्नु होला अझै सब्स्क्राइब चाहिँ गरिराख्नु होला किन यस्तो भिडियो बेलामा हालिराख्छु यो चाहिँ अब ब्लगकै भिडियोमा अब बेलामा यस्तो च्यालेन्जहरू आइराख्छु सो गाइस यति भन्दै के भन्ने ल कसरी बाई गर्ने कसरी बाई गर्ने भिडियो साह्रै पिरो भयो गाइस भन साह्रै पिरो भयो गाइस This is the end.